छौँ है। सबैजनालाई गुड मर्निङ। अब यहाँ जोइन भइसक्नु भएको छ। त्यो हुँदाखेरि अब हामीले योभन्दा अगाडि चाहिँ ओरिएन्टेसन अलिकति अगाडि योभन्दा अगाडिको क्लास चाहिँ केही दिन अगाडि भएको थियो। त्यसो 5 गते भएको थियो। मैले यसमा यो डेट पनि लेखेको छ होइन। त्यो हुँदाखेरि अब आजबाट अब यो हाम्रो पुरै ब्याङ्किङको टोटल क्लास अब सुरु भएको छ है। योभन्दा अगाडि भएको थिएन। त्यही भएर कोही नयाँ जोइन हुनु भएको छ भने उहाँहरूले केही चिन्ता नगर्नु होला। अब नयाँ क्लास हाम्रो सुरु भइसकेको छ, आजैबाट सुरु भइसक्यो है। अब ब्याङ्किङको कुरा गर्नु पर्दाखेरि हाम्रो अनि ब्याङ्किङको कुरा गर्नु पर्दाखेरि अब एडिबल अफिसरको सिलेबस अनुसार चाहिँ हाम्रो ब्याङ्किङ अवधारणा छ सुरुमा। ब्याङ्किङ अवधारणा र विकासक्रम छ सबभन्दा सुरुमा। सजिलो टपिक नै छ है। त्यो हुँदाखेरि हामी यसलाई फटाफट नै सुरुमा सक्छौँ। अनि त्यस पछाडि हामी त्यसपछि चाहिँ अनि नेपाल राष्ट्र ब्याङ्कको निर्देशनतिर पनि जान्छौँ है। त्यो हुँदाखेरि म यो सबभन्दा सुरुमा चाहिँ यो पहिलो पार्टमा हाम्रो सजिलो टपिकबाटै जान्छु, ब्याङ्किङ अवधारणामै जान्छु सबभन्दा सुरुमा चाहिँ। जस्तो ब्याङ्किङ अवधारणाको कुरा गर्नुपर्दा सुरुमा त ब्याङ्क भनेको के हो भन्ने कुरा बुझौँ। ब्याङ्क भन्ने बित्तिकै हाम्रो एउटा कस्तो खालको संस्था हो? नाफामूलक संस्था हो। ब्याङ्क भनेको नाफामूलक संस्था हो जसले के काम गर्छ भने जसले सर्वसाधारणबाट निक्षेप सङ्कलन गर्ने, सर्वसाधारणलाई कर्जा प्रवाह गर्ने काम पनि गर्छ हो। त्यस कारणले हेर्दाखेरि ब्याङ्क चाहिँ एउटा अर्थतन्त्रको समग्र रूपमा भन्नुपर्दाखेरि एउटा महत्त्वपूर्ण पाटो हो। ब्याङ्कको कुरा गर्नुपर्दा हामीले त्यही भएर यसमा चाहिँ हामीले के भन्नु मिल्छ भने ब्याङ्कको अवधारणामा अर्थतन्त्रको यो सरप्लस सेक्टर भनेको जहाँ रकम बढी छ सरप्लस सेक्टरबाट निक्षेप सङ्कलन गर्ने र डेफिसिट सेक्टरमा लगानी गर्ने संस्था हो है। ब्याङ्क भन्ने बित्तिकै चाहिँ एउटा अब एउटा नाफामूलक संस्था हो। यो प्रोफिटेबल अर्गनाइजेसन हो, नाफामूलक संस्था हो। त्यो हुँदाखेरि अब यसले चाहिँ हामीले भन्नुपर्दाखेरि वर्क्स अन्डर सेन्ट्रल ब्याङ्क रेगुलेसन, केन्द्रीय ब्याङ्कको निर्देशन बमोजिम काम गर्छ यसले हो। सेन्ट्रल ब्याङ्क रेगुलेसन। अनि अब यसले मुद्राको कारोबार गर्छ। हामीले सिम्पली भन्नुपर्दाखेरि मोनिटरी ट्रान्जेक्सन गर्छ यसले। त्यस्तै गरी अरू पार्टमा हामीले भन्नुपर्दाखेरि अब हामीले के भन्न सक्छौँ भन्दाखेरि यसले चाहिँ यो एउटा फाइनेन्सियल इन्टरमिडिएरीको काम पनि गर्छ है। वित्तीय मध्यस्थकर्ताको काम पनि गर्छ, फाइनेन्सियल इन्टरमिडिएरीको काम गर्छ यसले। त्यो हुँदाखेरि यो समग्रमा ब्याङ्कको एउटा जेनरल ओभरभ्यूको पाटोमा भन्नुपर्दाखेरि यसले चाहिँ अब यसले के पनि अर्को हामीले भन्नुपर्दाखेरि यसको विशेषताहरूमा भन्नुपर्दाखेरि अरू के पनि भन्न सक्छौँ भने मेन्टेन ब्यालेन्स, डिमान्ड एन्ड सप्लाई अफ लिक्विडिटी, तरलताको माग र आपूर्ति, तरलताको माग र आपूर्ति बीच सन्तुलन कायम गर्दछ। तरलताको माग र आपूर्ति बीच सन्तुलन कायम गर्दछ। हो यो खालको संस्था हो है। हामीले ब्याङ्कको कुरा समग्र कन्सेप्टको कुरा गर्नुपर्दाखेरि समग्र हामीले भन्दैछौँ यो एउटा त्यस्तै गरी नाफामूलक संस्था हो। यो पब्लिक लिमिटेड कम्पनी हुन्छ। ब्याङ्क भनेको जहिले पनि पब्लिक लिमिटेड कम्पनीको रूपमा हुन्छ। सेन्ट्रल ब्याङ्कको रेगुलेसनमा काम गर्छ, मोनिटरी ट्रान्जेक्सन गर्छ, वित्तीय मध्यस्थताको काम गर्छ। हामी इन्टरमिडिएटलाई वित्तीय मध्यस्थता भन्छौँ। समग्रमा ब्याङ्किङ कन्सेप्टको कुरा गर्नुपर्दाखेरि यी कुराहरूलाई हामीले लेख्न सक्छौँ है। यी कुराहरूलाई लेख्न सक्छौँ। अब ब्याङ्क भन्ने बित्तिकै चाहिँ अब यसमा अब हामीले जेनरली ब्याङ्क तथा वित्तीय संस्थालाई बुझ्छौँ। जेनरल भाषामा भन्नुपर्दाखेरि ब्याङ्क भनेको ब्याङ्क्स एन्ड फाइनेन्सियल इन्स्टिट्युसन। अब जेनरली ब्याङ्क भन्नुपर्दाखेरि
बैंक भन्नुपर्दाखेरि अब ए क्लास बैंकलाई बुझिन्छ, जसलाई हामी वाणिज्य बैंक भन्छौँ। अनि फाइनेन्सियल इन्स्टिट्युसन भनेको चाहिँ यो पनि हुन त बैंक नै हुन्। बैंकलाई पनि जेनरली ए क्लासलाई पनि फाइनेन्सियल इन्स्टिट्युसन भन्न मिल्छ, नमिल्ने होइन। तर विशेष गरी फाइनेन्सियल इन्स्टिट्युसन भनेको बी क्लास, सी क्लास र डी क्लास हुन्छन् है। अब जो नयाँ पहिलोचोटि क्लास लिँदै हुनुहुन्छ अथवा पहिलोचोटि बैंकको बारेमा त्यसको डिटेलमा नलेज छैन, बी क्लास, सी क्लास र डी क्लासलाई हाम्रो भाषामा भन्नुपर्दाखेरि अर्को भाषामा विकास बैंक हो। जस्तो ए क्लास भनेको कमर्सियल बैंक हो, वाणिज्य बैंक भन्छौँ हामी यसलाई। वाणिज्यको अर्थ राष्ट्रिय वाणिज्य बैंक होइन। फेरि नेपालमा अहिले 20वटा वाणिज्य बैंक छन्, त्यो मध्ये एउटा बैंक चाहिँ कृषि विकास बैंक हो। त्यही 20वटा बैंकमध्ये अर्को राष्ट्रिय वाणिज्य बैंक हो। यो त यो सबैलाई थाहै छ होला। कोही कोही नयाँलाई मात्रै केही थाहा छैन भने त्यो चाहिँ फटाफट मैले भनिदिइहालेँ है। त्यस्तै गरी अब सी क्लासलाई हामीले वित्त कम्पनी अथवा फाइनेन्स कम्पनी भन्छौँ। अनि डी क्लासलाई हामीले लघु वित्त संस्था भन्छौँ अथवा माइक्रो फाइनेन्सियल इन्स्टिट्युसन्स भन्न सक्छौँ है। माइक्रो फाइनेन्सियल इन्स्टिट्युसन्स भन्न सक्छौँ। अब यस्तै गरी अब हामीले हेर्नु पर्दाखेरि बैंकको अब समग्र रूपमा अब तपाईँलाई एक्जाममा प्रश्न सोद्धाखेरि अवधारणाबाट त खासै क्वेसन नसोधिएला होइन। अब जो यतिवटा जेनरल कन्सेप्ट हामीले दिनुपर्ने हुन्छ। त्यस कारणले अब बैंकको अवधारणा अनि बैंकको इतिहास त्यस्ता क्वेसन सोध्ने जमाना चाहिँ गए। अहिले पहिला पहिला सोधिन्थ्यो। अब अहिलेको समयमा चाहिँ के कस्तो अवसर, चुनौतीका कुराहरू अनि त्यसमा बैंकहरूले के काम गर्नुपर्छ भन्ने कुराहरू जस्तो सुझावका कुराहरू राखिएको हुन्छ यो बेलामा। अनि त्यो हुँदाखेरि अब हामीले कन्सेप्टमा परेकोले मैले अब पढाउनु त परि नै हाल्यो सुरुको। तर हामी त्यतातिर चाहिँ अलिक बढी फोकस हुन्छौँ। यसमा चाहिँ मैले लगभग अहिलेलाई यति नै भने है बैंकको कन्सेप्टको बारेमा। अब बैंक भनेको चाहिँ इटालियन शब्द बैंकोबाट आएको हो। पहिला इटालीमा चाहिँ यो बेन्चमा बस्थे है। बेन्चमा बसेर जस्तै हाम्रो स्कुलको बेन्च हुन्थ्यो होइन, त्यस्तै गरी बेन्चमा बस्ने अनि त्यसपछि कर्जा दिने, बिस्तारै निक्षेप पनि सङ्कलन गर्ने, त्यो कामहरू पनि हुन थाल्यो। यीबाट ब्याङ्कको हुँदै ब्याङ्क पछि कालान्तरमा ब्याङ्कै नाम दिइयो त्यसलाई। विश्वव्यापी रूपमा ब्याङ्कको शब्दबाट बेन्च भन्ने अर्थ लाग्छ। अब त्यस्तै गरी अब अरू पार्टमा हामीले भन्नुपर्दाखेरि अब अरू पार्टमा भन्ने हो भने चाहिँ हाम्रो जस्तो कुनै पनि देशमा एउटा केन्द्रीय ब्याङ्क हुन्छ। केन्द्रीय ब्याङ्कले नियमन गर्ने विभिन्न ब्याङ्क वित्तीय संस्था हुन्छन्। अब मैले यहाँ पनि लगभग इङ्गित गरिसकेको छु। ब्याङ्क्स एन्ड फाइनेन्सियल इन्स्टिट्युसन्सहरू यो हरेक देशमा एउटा सेन्ट्रल ब्याङ्क हुन्छ, केन्द्रीय ब्याङ्कले चाहिँ नियमन गर्ने गर्दछ। यो जेनरल कुरा भयो, यो सबैले बुझेकै कुरा पनि छ यो। अब यस पछाडि अर्को पार्टमा हामी जाउँ। केही कुराहरू कहिलेकाहीँ सर यसको विशेषताहरू पनि भनिदिनु भयो हुन्थ्यो भन्नुहुन्छ। हुन त विशेषता माथि पनि अलिकति आइसकेको छ, त्यही पनि यसलाई फेरि पनि समअप गरिदिइहालौँ फटाफटी। आज पहिलो क्लासै भन्दा हुन्छ यो ब्याङ्किङको। अस्ति ओरिएन्टेसन हुने केही पनि पढेकै छैनौँ। त्यो हुँदाखेरि एउटा पब्लिक लिमिटेड कम्पनी हो यो होइन। कम्पनी तथा नाफामूलक संस्था। नाफामूलक संस्था हुन्छ ब्याङ्क चाहिँ। अनि त्यस्तै गरी अब अर्को कुरामा चाहिँ केन्द्रीय ब्याङ्कको इजाजत पत्र लिई ब्याङ्किङ कारोबार गर्दछ। केन्द्रीय ब्याङ्कको इजाजत पत्र टेक्स द लाइसेन्स फ्रम सेन्ट्रल ब्याङ्क टु परफर्म ट्रान्जेक्सन। टेक्स लाइसेन्स फ्रम सेन्ट्रल ब्याङ्क टु परफर्म ट्रान्जेक्सन। कारोबार गर्दछ। त्यस्तै गरी अब यसमा चाहिँ अब यसको अर्को विशेषताको कुरा गर्नुपर्दाखेरि सर्वसाधारणको बचत परिचालन गर्दछ। इट मोबिलाइजेस द सेभिङ्स अफ पब्लिक। यो पनि यसको विशेषताको कुरामा हामीले भन्न सक्छौँ। मुलुकको अब अलि इकोनोमिक्सको भाषा भन्नुपर्दाखेरि मुलुकको प्राथमिक, द्वितीयक
र तृतीय क्षेत्रको क्षेत्रलाई चलायमान गराउँछ। के हो प्राथमिक क्षेत्र, द्वितीय क्षेत्र, तृतीय क्षेत्र भनेको भन्दाखेरि पछि इकोनोमिक्समा त पढ्नु नै हुन्छ। त्यही पनि प्राथमिक क्षेत्र भनेको चाहिँ जस्तो कृषिको कुरालाई हामीले प्राथमिक क्षेत्र भन्न मिल्छ। द्वितीय क्षेत्र भनेको जस्तो म्यानुफ्याक्चरिङ प्रोसेसिङका कुराहरू द्वितीय क्षेत्र हुन्। र तृतीय क्षेत्र भनेको यसैलाई इङ्ग्लिसमा भन्नुपर्दाखेरि प्राइमेरी, सेकेन्डरी र टर्सियरी भन्न सक्छौँ। प्राइमेरी सेक्टरमा एग्रिकल्चर पर्ने भयो, सेकेन्डरी सेक्टरमा हाम्रो यो बिजनेसहरू, म्यानुफ्याक्चरिङ, ट्रेडिङका कुराहरू पर्ने भए, त्यस पछाडि टर्सियरी सेक्टरमा चाहिँ यो सर्भिस रिलेटेड पार्टहरू पर्ने भयो है। drives the primary, secondary and tertiary sector of nation. यसलाई लेख्न सक्छौँ। यसका लागि कोष तथा गैर कोषका सुविधा प्रदान गर्दछ है। It provides funded and non-funded transaction. Funded and non-funded services भन्छ यसलाई। Funded and non-funded. Funded भनेको पैसा दिने, पैसा दिएर भनेको लोन दिने है। फन्डेड भनेको पैसा दिने अथवा लोन दिने। नन फन्डेड भनेको एलसी, ब्याङ्क ग्यारेन्टीहरू, ब्याङ्कले कमिटमेन्ट मात्र दिने। ठिक छ, अहिले परेकोमा बिहोरौँला, तपाईँको काम यसले गरिदिन्छ, चिन्ता नलिनु होला भनेर ब्याङ्कले ग्यारेन्टी दियो भने हो, त्यस्तै हामी गैर कोषीय सुविधा भन्छौँ है। फन्डेडमा चाहिँ ब्याङ्कको फन्ड फ्लो हुन्छ, पैसा दिन्छ ब्याङ्कले, ब्याङ्कले आफ्नो खल्तीबाट पैसा दिनुपर्ने हुन्छ होइन। त्यो हुँदाखेरि अब यो पनि एउटा विशेषताको कुरा नै भयो यसमा है। अनि अब अरू विशेषताको कुरा गर्नुपर्दाखेरि ब्याङ्क, ब्याङ्किङ, फाइनेन्सियल जस्ता शब्दहरू यो बाहेक अरू कसैले लेख्न पाउँदैन। त्यो पनि एउटा विशेषताको रूपमा भन्न सक्छौँ हामीले। ब्याङ्क, ब्याङ्किङ, वित्तीय संस्था जस्ता शब्द प्रयोगमा एकाधिकार भन्न सक्छौँ है। त्यसको मोनोपोली हुन्छ, अरूले युज गर्न पाउँदैन। यो इट हेज मोनोपोली टु युज द वर्ड्स लाइक ब्याङ्क, ब्याङ्किङ, फाइनेन्सियल एसेट्रा। यस्तो खालको शब्दहरू चाहिँ हाम्रो मिल्छ है। अनि त्यस्तै गरी अब अरू विशेषताको कुरा गर्नुपर्दाखेरि यो निक्षेप र कर्जाको ब्याज दर, वित्तीय बजारको अवस्था हेरी निर्धारण गर्दछ। आफैले निर्धारण गर्ने हो ब्याङ्कहरूले। कर्जाको ब्याज दर वित्तीय बजारको अवस्था हेरी निर्धारण गर्दछ। अनि त्यस्तै गरी अब अरूमा चाहिँ कोषको लागत, निक्षेपको लागत लेखौँ है। निक्षेपको लागतमा केही प्रिमियम कायम गर्दछ। जति उसको चाहिँ डिपोजिटको इन्ट्रेस्ट रेट हुन्छ, हो डिपोजिटको इन्ट्रेस्ट रेट हुँदाखेरि त्यसमा केही प्रिमियम एड गरेर, प्रिमियम भनेको केही एक्स्ट्रा इन्ट्रेस्ट, उदाहरणको लागि 6% चाहिँ कुनै ब्याङ्कको कस्ट अफ फन्ड छ भने त्यसमा अब 4% जति चाहिँ उसले प्रिमियम थप गर्यो है। अनि त्यस्तो केसमा चाहिँ अब टोटलमा 10% भयो, 10% चाहिँ इन्ट्रेस्ट रेट भयो है। 10% चाहिँ इन्ट्रेस्ट रेट भयो। यसरी हेर्दाखेरि ब्याङ्कले यो कामहरू गर्दछ। अब यसको पछि अहिले हामीले प्राइमेरी रूपमा ब्याङ्किङ पढिराख्दाखेरि निक्षेपको लागत भनियो, तर म पछि यसैलाई भाषा चेन्ज गरेर
अहिले जेनरल विशेषतामा मैले यो भने यस्तो विशेषताका क्वेसनहरू त सोधिने होइन, त्यही पनि आधार दर भनेर पढ्छौँ पछि चाहिँ है। निक्षेपको लागतभन्दा पनि पछि हामीले यसलाई लिँदैनौँ, निक्षेपको लागतलाई आधार दरमा भनेर लेख्छौँ। त्यो हुँदाखेरि अहिले नै तपाईँले आधार दर भनेर लेखे पनि हुन्छ, निक्षेपको बदलामा यसलाई नलेखेर आधार दर लेखे पनि हुन्छ है। अब त्यो निक्षेपको लागत मात्र आउँदैन, आधार दरमा अरू पनि केही कुराहरू आउँछन् जसलाई हामी बेस रेट भन्छौँ। इट एड्स सम प्रिमियम इन बेस रेट टु डिटरमाइन इन्ट्रेस्ट रेट अन लोन्स, टु डिटरमाइन इन्ट्रेस्ट रेट अन लोन्स। अब त्यस्तै गरी अब यसले अन्य विभिन्न यो डिजिटल ब्याङ्किङका सर्भिसहरू पनि यसले प्रदान गर्दछ। अफर्स फाइनेन्शियल सर्भिसेस, यसले विभिन्न फाइनेन्शियल सर्भिसेसहरू दिन्छ। लाइक चेक जस्तो फिजिकलको माध्यमबाट चेक, ड्राफ्ट जस्तो खालको पनि दिन्छ। बिल्स अफ एक्सचेन्ज, बिल्स अफ एक्सचेन्ज भनेको चाहिँ जस्तो कुनै पनि एउटा संस्थाले अर्को संस्थालाई पेमेन्ट गर्ने एउटा कमिटमेन्ट, अनि त्यसलाई चाहिँ अब एउटा एक्सचेन्ज भनेको पैसा जसरी नै साट्न मिल्ने, त्यसको बदलामा चाहिँ करेन्सी एक्सचेन्ज गर्न मिल्ने छ भने त्यसलाई भनिन्छ बिल्स अफ एक्सचेन्ज। मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ है, मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ। यस्तै गरी अब यसमा चाहिँ कार्ड सर्भिस एसेट्रा, यस्तो खालको चाहिँ फिजिकल र डिजिटल दुइटै खालको इन्स्ट्रुमेन्ट्सहरू पनि यसले प्रोभाइड गर्छ। त्यो पनि एउटा ब्याङ्कको एउटा जेनरल विशेषताको रूपमा भयो है। र यिनै कुराहरूलाई हामीले विशेषताको रूपमा आदि लेख्न सक्छौँ, जति थपी पनि हुन्छ यसमा। यो कुरा भयो हाम्रो। अब यो ब्याङ्किङ अवधारणाको कुरा गर्नु पर्दाखेरि ब्याङ्कहरूको विशेषता र त्यस पछाडि यो म तपाईँहरूलाई आजको नोट्स पनि म पठाइदिइहाल्छु क्लासपछि तुरुन्तै। अब हामी एकपल्ट चाहिँ विश्वव्यापी ब्याङ्किङ परिवेश कस्तो थियो भन्ने कुरामा जाउँ है। अनि त्यस पछाडि नेपालको ब्याङ्किङ डेभलपमेन्ट पनि हामी हेरौँ। सुरुमा पहिला ग्लोबल ब्याङ्किङ डेभलपमेन्ट हेरौँ, त्यस पछाडि नेपालको ब्याङ्किङ डेभलपमेन्ट हेरौँला है। अझ पहिलो क्लासै भएकोले यो हिस्ट्री पनि पढ्नै पर्ने हुन्छ। एकचोटि पढिसकेपछि यो सरस्वती पछि एकचोटि एक दुईचोटि मात्र रिभाइज गर्दा हुन्छ। यो एक्जाममा धेरै इम्पोर्टेन्ट क्वेसन चाहिँ होइन, धेरै इम्पोर्टेन्ट क्वेसन चाहिँ होइन, नर्मली यो सोधिँदैन। कहिलेकाहीँ त्यही 4-5 नम्बरको क्वेसन मात्र सोधिदिएर अथवा 2-3 नम्बरको सम्म क्वेसन सोधिदिएर विगतमा कस्तो थियो अहिले कस्तो हुँदैछ भन्ने हिसाबले सम्बन्धित सोध्न सक्ला। सोद्धाखेरि एउटा अब यो सिलेबसमा भएकोले हाम्रो दायित्व पनि भनिदिनै पर्यो। अब यसमा हामीले हेर्दै गर्नु पर्दाखेरि ग्लोबल ब्याङ्किङ डेभलपमेन्ट चाहिँ हाम्रो विविध चरणमा हामीले यसलाई व्याख्या गर्न मिल्छ होइन। जस्तो विविध चरणमा हामीले भन्दै गर्नु पर्दाखेरि यो प्राचीन ब्याङ्किङ प्रणालीमा जाउँ हामी पहिला, जसलाई हामी एन्सियन्ट ब्याङ्किङ सिस्टम भन्छौँ। प्राचीन ब्याङ्किङ प्रणाली, यो प्राचीन ब्याङ्किङ प्रणालीको सुरुवात कहिलेदेखि भयो भन्ने कुरामा आउँछ। यो प्राचीन ब्याङ्किङ चाहिँ जस्तो विविध यो अर्थतन्त्रहरू जस्तो इजिप्टमा अनि ग्रिस, अब रोम जस्ता यो सहरहरूमा यस्तो अवस्थामा चाहिँ के हुन्थ्यो भने यो अवस्थामा चाहिँ करेन्सीको लेन्डिङ गर्ने होइन, करेन्सीको लेन्डिङ गर्ने, एक्सचेन्ज गर्ने र सेभिङ गर्ने, एउटा मुद्राको बदलामा अर्को मुद्रा दिने, अनि त्यसको लागि ऋण लगानी पनि गर्ने, अनि साट्ने यो बचत गर्ने काम पनि गरिन्थ्यो। त्यो हुँदाखेरि अब यो विशेष गरी यसको लागि चाहिँ यस्तो कसले चलाउँथ्यो भने यस्तो चलाउने भनेको यो मन्दिरहरूले पनि, अब मन्दिर भन्दा पनि त्यतिखेर चर्च भन्न सक्छौँ। चर्चले अथवा कतिपय ठाउँमा मन्दिर पनि हुन्थे। अनि त्यस्तै गरी अब यसमा चाहिँ गोल्ड स्मिथहरू, सराफी भन्छ नेपालीमा,
गोल्ड स्मिथहरू साहुहरूले गर्ने काम गर्थे। यो प्राचीन ब्याङ्किङमा एउटा जेनरल तरिकाले ब्याङ्किङ चलेको थियो है। अब मध्यकालीन ब्याङ्किङ भनेको मेडिएबल ब्याङ्किङ। मध्यकालीन ब्याङ्किङलाई हामीले मेडिएबल ब्याङ्किङको रूपमा लिन सक्छौँ। प्राचीन भनेको चाहिँ निकै वर्ष पुरानो, यति भन्नुपर्छ भन्ने छैन। 5000 अब 5000 वर्ष अथवा 5000 वर्षभन्दा पनि हामीले यसमा चाहिँ यो BC-तिर भन्न सक्छौँ। यो बिफोर क्राइस्ट भनिन्छ नि, जुन बिफोर क्राइस्टको BC-तिरकै चरणमा प्राचीन जब हाम्रो यो मानव सभ्यता विकसित भयो, मानव सभ्यता विकसित भएको केही समयपछि प्राचीन ब्याङ्किङ प्रणाली, ब्याङ्किङ भन्ने त्यसरी नि ब्याङ्क भन्ने त थिएन, तर यसरी एउटा अर्थतन्त्रमा यो मुद्राको जब प्रचलन आयो त्यसपछि ब्याङ्कहरूको अस्तित्व पनि बिस्तारै बिस्तारै आउँदै गयो। सुरुमा अनौपचारिक रूपमा आयो, पछि औपचारिक रूप लिँदै गयो। अब त्यसलाई मध्यकालीन ब्याङ्किङ र मर्चेन्ट ब्याङ्किङको विकास, राइज अफ मर्चेन्ट ब्याङ्क भन्छौँ। मध्यकालीन ब्याङ्किङलाई मेडिएबल ब्याङ्किङ भन्छौँ है। मध्यकालीनको अर्थ चाहिँ मेडिएबल हो। अब यो मेडिएबल पिरियडको रूपमा हामीले भन्नुपर्दाखेरि यो विशेष गरी यसमा चाहिँ प्राचीन यो युरोपमा यो भएको पाइन्छ। यो चाहिँ युरोपमा विशेष गरी एक्जाम्पलको लागि मेडिसी ब्याङ्क अफ फ्लोरेन्स, मेडिसी ब्याङ्क अफ फ्लोरेन्स, यो चाहिँ हाम्रो भन्नुपर्दाखेरि अब यो विश्वव्यापी डेट, अब डेटहरू त म एकछिनमा तपाईँलाई लेखाइ पनि दिन्छु, कुन कुन ब्याङ्कको मेजर ब्याङ्कहरूको डेटहरू। तर एउटा चरणको रूपमा हामीले भन्दै गर्नुपर्दाखेरि डेट अहिले नलेखिकन हामीले चरणको रूपमा भन्दै गर्दाखेरि मध्यकालीन युग भन्ने बित्तिकै यो हाम्रो 12औँ 13औँ 14औँ शताब्दीतिरको कुरा हो यो है। 12औँ 13औँ 14औँ शताब्दी, यो 200 वर्षसम्मको टाइममा यो कुरा आएको। 12औँदेखि 13औँ शताब्दी नै भन्दा पनि हुन्छ यसलाई। हो यस्तो यो अवस्थामा चाहिँ यो बिस्तारै आधुनिक सेवाहरू पनि, ब्याङ्कहरूको लोनहरू बढाउने हैन, मोडर्न सर्भिसहरू, ब्याङ्कहरूको चाहिँ आधुनिक सेवाहरूमा यतिखेरको मोडर्न के थियो भन्दाखेरि मोडर्नमा चाहिँ एउटा लोन्स थियो, कर्जाको कारोबार गर्ने, मनी ट्रान्सफर गर्ने, प्रिभ्यालेन्ट सर्भिस भनेको त्यो बेलाको तत्कालीन सेवाहरू के थिए भने लोन दिने, अनि त्यस्तै गरी अब मनी ट्रान्सफर गर्ने, एक ठाउँबाट अर्को ठाउँमा पैसा पठाइदिने, अनि यो अब मर्चेन्टहरूलाई फाइनेन्सियल सर्भिस दिने, वित्तीय सेवाहरू दिने। मर्चेन्ट भनेको चाहिँ जस्तो उद्योगी व्यवसायीहरू हुन्छन्, तिनीहरूलाई चाहिँ विभिन्न यो उनीहरूको पैसा राखिदिने, बचत गरिदिने, उनीहरूलाई कर्जा पनि दिने, उनीहरूलाई यो केही लेखिदिएर, जस्तो एउटा ब्याङ्कले अर्को ब्याङ्कलाई मुद्रा स्थानान्तरण गर्नको लागि चाहिँ एउटा लिखित रूपमा कुनै कमिटमेन्ट दिने, यस्तो कामहरू गरिन्थ्यो है। यो चाहिँ हाम्रो मध्यकालीन युगमा थियो। यो पनि एउटा विश्वव्यापी ब्याङ्किङ अवस्था हो। अब त्यस्तै गरी अर्को छ हाम्रो यो कोलोनियल ब्याङ्किङ भन्छौँ हामीले। कोलोनियल ब्याङ्किङ भनेको चाहिँ कस्तो भने, जस्तो यो विभिन्न एउटा चाहिँ जस्तो ब्रिटिस कोलोनी विश्वव्यापी रूपमा बढ्दै थियो, गर्दाखेरि ब्रिटिस कोलोनीको रूपमा अथवा युरोपियन राष्ट्रहरूको पनि विविध नेपाली शब्द ठ्याक्कै अहिले मलाई भन्न आएन। कोलोनियल ब्याङ्किङकोमा चाहिँ कोलोनिजहरूलाई हामीले के भन्छौँ भने ठ्याक्कै अहिले शब्द भन्न आएन, कुनै शब्द तपाईँलाई थाहा छ भने भन्न सक्नुहुन्छ है। एउटा मुलुकले चाहिँ अन्य विभिन्न मुलुकहरूमा शासन गर्दै जाँदाखेरि त्यसलाई भन्नलाई कोलोनियल ब्याङ्किङ भन्छौँ। यो पनि अब
15औं शताब्दी 16औं शताब्दीतिरको कुरा हो यो चाहिँ विशेष गरी अमेरिका अनि त्यस्तै गरी एसिया अनि अफ्रिका हो यस्ता राष्ट्रहरूमा कोलोनियल ब्याङ्किङ बढ्दै गयो। यो चाहिँ कोलोनियल ब्याङ्किङ युरोपियन राष्ट्रहरूबाट विभिन्न कोलोनीहरू बनाउने काम हुँदै गयो है। यो चाहिँ हाम्रो अर्को चरणमा हामीले यो भन्छौँ। सबभन्दा सुरुमा अब यसरी प्राचीन ब्याङ्किङ मध्यकालीन ब्याङ्किङमा मर्चेन्ट ब्याङ्किङको विकास, मर्चेन्ट ब्याङ्कहरूको विकास गर्ने, विभिन्न कर्जा सुविधाहरू दिने, गैरको सुविधाहरू दिने। त्यस पछाडि चाहिँ कोलोनियल ब्याङ्किङहरू बढ्ने। कोलोनियल ब्याङ्किङको चाहिँ विशेष भूमिका केमा थियो भन्दाखेरि ट्रेड ग्रोथमा भूमिका थियो, व्यापार विस्तारमा भूमिका थियो। पछि यसैबाटै जस्तो इस्ट इन्डिया कम्पनीहरू पनि पछि गठन हुने। इस्ट इन्डिया कम्पनीले पनि अब भारतमा लामो समय नै प्रभुत्व कायम गरेको थियो हैन। त्यो हुँदाखेरि एन्ड ग्लोबल इकोनोमी मोबिलाइजेसन, ग्लोबल इकोनोमीलाई नै मोबिलाइज गरेको थियो। कोलोनियल ब्याङ्किङको चाहिँ विशेष भूमिका थियो। एक ठाउँबाट अर्को ठाउँमा सजिलै मालवस्तु ओसार पसार गर्ने। त्यो बेलाका ब्याङ्कहरूले को चिठीमा निकै राम्रै दम हुन्थ्यो। पछि बिस्तारै बिस्तारै अब किन भन्दा ब्याङ्कहरू निकै सीमित ब्याङ्कहरू थिए। अनि पछिको रूपमा अब हामीले भन्दै जाँदाखेरि अब अहिलेको घटना भनेको जस्तो नेपाल ब्याङ्कको समय आइपुग्दा, यो त विश्वव्यापी ब्याङ्कको कुरा गर्दैछौँ, नेपालमा पनि ब्याङ्कहरूको कुरा आउँदै गर्दाखेरि अब 20औं शताब्दीको अन्त्यमा मात्रै भएको छ नेपालमा। नेपालमा चाहिँ ब्याङ्कहरूको विकास भएका थिएन है। ए औपनिवेशिक ब्याङ्किङ भन्छ। थ्याङ्क यू हो, उपनिवेश भन्छ त्यसलाई। मैले गुगल सर्च गरिनँ, गरे भए हुन्छ मैले पनि। धन्यवाद, थ्याङ्क यू। औपनिवेशिक ब्याङ्किङ भन्छ है। जस्तो उपनिवेशहरू भन्ने सुन्नुभएकै छ तपाईँहरूले, हो त्यही खालको उपनिवेशहरू चाहिँ यस्तो केसमा यो इस्ट इन्डिया कम्पनीको कुराहरूदेखि लिएर जस्तो जसरी ब्रिटेनको अहिले हेर्नुभयो भने तपाईँले पनि अहिले पनि देखिन्छ त्यो। जस्तो न्युजिल्यान्डमा, अस्ट्रेलियामा उनीहरूको झन्डामा हेर्नुभयो भने अहिले पनि केही न केही थोरै छनक चाहिँ ब्रिटिसको आउँछ। अब अस्तिको होइन एउटा न्युजिल्यान्डको एउटा संसदको पनि एउटा अलिकति भाइरल भएकै छँदै थियो, एकजना लेडिजले कराउँदै गरेको। अब हो त्यसमा चाहिँ सबै त्यो बेलादेखिको प्रभुत्व नै हो यो उपनिवेश नै। अहिलेसम्म पनि केही न केही नभनौँ ठुलै इम्प्याक्ट छ अहिलेसम्म पनि यो न्युजिल्यान्डमा, अस्ट्रेलियामा, सबैमा यस्तो देशहरूमा अहिलेसम्म पनि उपनिवेशको हेर्दाखेरि प्रजातान्त्रिक भए तापनि तर त्यसको असर चाहिँ अहिलेसम्म देखिन्छ। अब ट्रेडले गर्दाखेरि पछि सबैलाई बाँधेको छ। अहिले सबै अब त्यसमा नाफा कमाउने। अब अस्ट्रेलियालाई भन्दाखेरि अस्ट्रेलिया चलेकै फाइन एन्ड वाइन भन्छ होइन। फाइनबाट चल्ने र वाइनबाट चल्ने भन्छ अस्ट्रेलिया धेरै जस्तो। अनि अब त्यसमा चाहिँ पछिल्लो टाइममा चाइनिज इन्भेसन धेरै भएको छ। त्यो हाम्रो सिलेबसमा खासै लिङ्क भएको कुरा चाहिँ भएन, त्यही पनि यसमा प्रसङ्गवश जोड्दाखेरि मैले भनिहालेँ है। अब फेरि हामी कन्टिन्यू गरौँ। यसमा कोलोनियल ब्याङ्किङ पछिको टाइममा चाहिँ अब हाम्रो इन्डस्ट्रियल रिभोल्युसन पछि आयो। औद्योगिक क्रान्तिको कुरा, इन्डस्ट्रियल रिभोल्युसन। अनि कमर्सियल ब्याङ्किङ। अब औद्योगिक क्रान्तिको कुरा गर्नुपर्दाखेरि अब सन् 1700 पछि सुरु भएको औद्योगिक क्रान्ति 1700को मध्यतिर बढी यो क्रान्ति बढ्दै गएको मानिन्छ। यो अब हामीले विशेष गरी भन्नुपर्दाखेरि यो हुन त यो 1700 पछिको टाइममै यो
हुँदै गएको पछिल्लो टाइममा जस्तो 1694मा एउटा ब्याङ्क स्थापना भएको थियो। पहिलो मोडर्न ब्याङ्क भनिन्छ त्यसलाई, ब्याङ्क अफ इङ्ल्यान्ड। अब औद्योगिक क्रान्ति चाहिँ हामीले हेर्नु पर्दाखेरि औद्योगिक क्रान्तिको टाइम भनेको 1760देखि 1840सम्मको चरणलाई हामीले औद्योगिक क्रान्ति भन्छौँ है। यो बेलामा चाहिँ कमर्सियल ब्याङ्किङहरू व्यापक रूपमा फस्टाएका थिए। कमर्सियल ब्याङ्कहरू व्यापक रूपमा फस्टाएका थिए। अब यसमा फर्स्ट मोडर्न ब्याङ्कको रूपमा हाम्रो योभन्दा अगाडि नै सुरुवात भएको हो, यो कोलोनियल ब्याङ्किङ पछिको चरणमै। अब यो डेट म एकछिनमा आउँला, तर अहिले यसमा मैले लेखिनँ, किन भन्दा कुनै पनि ब्याङ्कको डेट मैले लेखाएको छैन यसमा। त्यो पछि अलग्गै लेखौँला, यसको तलपट्टि लेखौँला, त्यो हुँदाखेरि सजिलो हुन्छ। अब अहिले त्यो चरणमा हामी गइरहेछौँ। ब्याङ्कहरूको चरणको विकासको कुरा गर्नु पर्दाखेरि औद्योगिक क्रान्ति सुरु भइसकेपछि अब यसमा ब्याङ्कहरूले चाहिँ विभिन्न लोनहरू इन्डस्ट्रिजहरूलाई दिन थाले। यसले चाहिँ के बढायो भन्दाखेरि एक्सटेन्सिभ लोन्स टु ट्रेडिङ बिजनेस। पहिला कोलोनियलले बढाएको थियो तर व्यापक रूपमा विस्तार गरेको थिएन। अनि त्यो हुँदाखेरि अब कमर्सियल ब्याङ्कहरूको राइज हुँदै गर्दाखेरि अब यसमा चाहिँ इस्युइङ ब्याङ्क नोटहरू निष्कासन गर्ने, व्यापक रूपमा करेन्सीहरू छाप्ने त्यो कामहरू पनि यसमा भयो। अनि त्यस्तै गरी अब यसमा चाहिँ डोमेस्टिक र इन्टरनेसनल ट्रेड फेसिलिटेट गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय अथवा स्वदेशी र विदेशी कारोबारहरूलाई सहजीकरण गर्ने ब्याङ्कहरूको व्यापक रूपमा यस्तो कारोबार हुँदै गयो। पहिलाभन्दा अझै कारोबारहरू इन्टरनेसनल ट्रेड एक्सपान्सन, जस्तो हामीले प्रतिपत्र ब्याङ्क जमानतका कुराहरू भन्न सक्छौँ, एलसी ब्याङ्क ग्यारेन्टी होइन, लेटर अफ क्रेडिट ब्याङ्क ग्यारेन्टी जस्ता कारोबारहरू व्यापक रूपमा बढ्न थाले। यही बेलामादेखि नै बढ्न सुरु भएको हो। यो पनि एउटा अर्को चरणको रूपमा हामीले भन्न सक्छौँ है, इन्डस्ट्रियल औद्योगिक क्रान्तिको कुरा गर्नुपर्दा। अब त्यस पछाडि अब यसपछिको चरणमा चाहिँ हाम्रो केन्द्रीय ब्याङ्कको विवेकशील नियमन। अब यस पछाडि अब बल्ल सुरु भएपछि, पहिला चाहिँ त्यस्तो विवेकशील नियमनहरू हुँदैन थियो, प्रुडेन्सियल नर्म्स भन्छौँ अथवा प्रुडेन्सियल प्र्याक्टिसेस भने पनि हुन्छ। यसको इङ्ग्लिस नाम चाहिँ प्रुडेन्सियल नर्म्स। यो समय क्रमसँगै अब यो विकास भइराख्दाखेरि यो अब आउने भनेको चाहिँ यो विशेष गरी 19औँ शताब्दीतिर मात्रै आयो। 19औँ भनेको 1800 पछिको दशक। जस्तो उदाहरणको लागि अहिले सन् 2024 छ, यो 21औँ शताब्दी हो नि होइन। त्यो हुँदाखेरि अब 19औँ शताब्दी भनेको 1800 पछाडिको, 1840 पछाडिको टाइम भन्न मिल्छ यसलाई। 19औँ शताब्दी र 20औँ शताब्दीमा 19औँ शताब्दी र 20औँ शताब्दीमा चाहिँ केन्द्रीय ब्याङ्कहरूको यसलाई लेट 19th सेन्चुरी भनौँ र अर्ली 20th सेन्चुरी भनौँ है। 19औँ शताब्दीको अन्त्यतिर भनेको 1800 समथिङ, 1880 1890तिरको दशकमा, र उतापट्टि 1900को सुरुवाती दशकहरूमा चाहिँ 1910 1920सम्मको दशकहरूमा जब वर्ल्ड वार सुरु भएको थिएन। अब वर्ल्ड वार सुरु भएको सन् 1914मा, वर्ल्ड वार अलि अगाडि नै सुरु भयो, 1814मा वर्ल्ड वार सुरु भयो। हुँदाखेरि वर्ल्ड वारले गर्दाखेरि पनि धेरै विकास हुन पाएको थिएन। पछिल्लो टाइममा चाहिँ धेरै ब्याङ्कहरूको विकसित भइराख्दाखेरि केन्द्रीय ब्याङ्कको नियमन चाहिँ हाम्रो लेट 19th सेन्चुरी र अर्ली 20th सेन्चुरीमै आएको हो। अब यसमा चाहिँ हाम्रो विशेष गरी के आयो भन्नुहुन्छ भने यसमा अमेरिकाको कुरा गर्नु पर्दाखेरि फेडरल रिजर्भ सिस्टम आयो। अब फेडरल रिजर्भ एउटा चाहिँ फेडरल रिजर्भ नै भनिन्छ यसलाई। फेडरल रिजर्भ भनेको केन्द्रीय ब्याङ्कको एउटा कोष, मुद्रा कोष, मौद्रिक कोष। फेडरल रिजर्भको विकास हुने फेडरल रिजर्भ सिस्टम चाहिँ क्रिएट हुने। अनि त्यस्तै गरी अब यसमा चाहिँ
फर्मुलेसन अफ मोनेटरी पोलिसी, मौद्रिक नीतिको तर्जुमा गर्ने, मौद्रिक नीति तर्जुमा गर्ने, मौद्रिक नीति तर्जुमा गर्ने यो काम पनि बढ्दै नै गयो है। अनि त्यस्तै गरी अब यसमा चाहिँ विभिन्न यो सुपरिवेक्षकीय प्रणालीहरू पनि बढ्दै गयो ब्याङ्कहरूको। केन्द्रीय ब्याङ्कको सुपरिवेक्षकीय भूमिका, वृद्धि हुने काम पनि भयो। यसमा यो सबै ब्याङ्कलाई एउटा संस्थागत सुशासनमा कायम गर्नको लागि केन्द्रीय ब्याङ्कको भूमिका बढाइयो, किनभने कारोबार बढ्दै गइसकेपछि त्यसलाई नियमन पनि गर्नुपर्ने हुन्छ। अब अर्को चाहिँ हाम्रो विश्वव्यापीकरण, ग्लोबलाइजेसन, विश्वव्यापीकरण सहित आधुनिक ब्याङ्किङ। अब यसमा यस्तो अवस्थामा चाहिँ के हो भने एउटै ब्याङ्कका विभिन्न ब्रान्चहरू खुल्न थाले, मल्टिनेसनल ब्याङ्क्सहरू खुल्न थाले यसमा है, बहुपक्षीय ब्याङ्कहरू खुल्न थाले, मल्टिनेसनल ब्याङ्क्सहरू। यो भनेको चाहिँ कस्तो हो भने यो 20औं शताब्दीको 20th सेन्चुरीको पछिल्लो टाइममा है, ल्याटर हाफ भन्छ। यो भनेको पछाडिको अब 1950 पछाडिको दशकमा हो यो मल्टिनेसनल ब्याङ्क्सहरूको स्थापना, बहुपक्षीय ब्याङ्कहरू भन्छौँ है, बहुराष्ट्रिय ब्याङ्क अथवा बहुपक्षीय ब्याङ्कहरूको विकास हुने। त्यस्तै गरी अब यो अवस्थामा सीमापार करेस्पोन्डिङ ब्याङ्किङ कारोबार व्यापक रूपमा बढ्यो। सीमापार करेस्पोन्डिङ भनेको एउटा ब्याङ्कले सीमा भनेको आफ्नो देशको सीमाबाट बाहिर, सीमापार करेस्पोन्डिङ ब्याङ्किङ भन्छ नेपालीमा, इङ्ग्लिसमा भन्दा क्रस बोर्डर करेस्पोन्डिङ ब्याङ्किङ है। ड भयो है, यो न भयो, क्रस बोर्डर करेस्पोन्डिङ ब्याङ्किङ। यो यस्तो कारोबारहरू व्यापक रूपमा विस्तार हुँदै गए। यो विश्वव्यापीकरणकै चरणमा हामीले भन्न सक्छौँ। त्यस्तै गरी अब यसमा यो सेन्ट्रलाइज्ड कोर ब्याङ्किङ, ब्याङ्कहरूको चाहिँ सबै सफ्टवेयरहरूलाई सेन्ट्रलाइज गर्ने अनि एक ठाउँमा राख्ने, सब कारोबारलाई चाहिँ सेन्ट्रलाइज गर्ने, सबै एउटा सेन्ट्रल सिस्टमबाट, सेन्ट्रल सर्भरबाट हेर्ने। हो यस्तो कुराको चाहिँ विकसित भयो। अनि त्यस्तै गरी अब यसमा हाम्रो विद्युतीय भुक्तानी प्रणाली पनि विकसित भयो, किनभने इन्टरनेट पनि त्यसपछि नै विकसित भएको हो। यो 1960-1970 पछि इन्टरनेट पनि विकसित भएको हो। त्यो हुँदाखेरि विद्युतीय भुक्तानी हस्तान्तरण, भुक्तानी ट्रान्सफर गर्ने, त्यसलाई इलेक्ट्रोनिक फन्ड ट्रान्सफर भन्छौँ, EFT हो, यस्तो पनि विकसित भएको हो। अनि त्यस्तै गरी अब यसमा RTGS जस्ता सेवाहरू पनि, रियल टाइम फन्ड ट्रान्सफर, तत्काल पैसा पठाउन मिल्ने रियल टाइम फन्ड ट्रान्सफरहरू पनि विकसित हुँदै गयो है। व्यापक रूपमा चाहिँ विकसित भएको थिएन, तर यो क्रमिक रूपमा इन्टरनेटको विकास भइसकेपछि यो पनि विकास हुँदै गयो। यसलाई हामीले अर्को चरणमा हामीले भन्न सक्छौँ। त्यस पछाडि अब सन् 1900 पछिको टाइममा अब सन् 2000 तिर आइपुग्यो। सन् 2000 र 2010 को टाइमसम्म भनौँ यसलाई। अब त्यसमा चाहिँ वित्तीय सङ्कट, फाइनेन्सियल क्राइसिस पनि आयो ब्याङ्कहरूको। तर रेगुलेटरी रिफर्म्स है, रेगुलेटरी रिफर्म्स पनि, नियमनकारी सुधार हामीले भन्न सक्छौँ। यो 1980-1990 पछिको समयमा वित्तीय सङ्कट र नियमनकारी सुधारहरू। उन्नाइस 1970 पछि नै सुरु भएको हो यो। पछि तपाईँहरूले बासेलमा पनि पढ्नुहुन्छ। बासेल भन्ने एउटा टपिक पढाउँदै गर्दाखेरि त्यो बेलामा हामीले के थाहा पाउँछौँ भने 1970 पछि नै त्यही टाइमतिरै हाम्रो अमेरिकन इकोनोमी फेरि निकै समस्यामा पर्दै गएपछि यो ब्रेटन वुड्स सिस्टम भन्ने सिस्टम खारेज गरियो भन्ने। अब अहिले प्राइमेरीमा हामी ब्याङ्किङमै छौँ, त्यो हुँदाखेरि मैले त्यतातिर डिटेलमा जाँदिनँ।
अहिलेको लागि सिम्पली के बुझौँ भने अब यसमा चाहिँ जस्तो विविध वित्तीय सङ्कटहरूमा अमेरिका पनि परेको थियो, अन्य एसियाली मुलुकहरू पनि परेका थिए र समग्रमा पछिल्लो टाइममा चाहिँ सन् 2008सम्म टाइममा विश्वव्यापी वित्तीय सङ्कट पनि आयो है। त्यो हुँदाखेरि लेट 20th सेन्चुरी र अर्ली 21st सेन्चुरीमा यो क्राइसिसको अवस्था देखिन्छ। यसमा हामीले हेर्ने भने हामीले यसमा के हेर्न सक्छौँ भने लेट अमेरिकन डेब्ट क्राइसिस, ल्याटिन अमेरिकन है, लेट भन्नु छ सरी, ल्याटिन अमेरिकन डेब्ट क्राइसिस, अनि त्यस्तै गरी एसियन फाइनेन्सियल क्राइसिस, एसियाली वित्तीय सङ्कट, अनि सन् 2008 को ग्लोबल फाइनेन्सियल क्राइसिस, विश्वव्यापी वित्तीय सङ्कट। यस्ता विविध सङ्कटहरू आउँदै गइसकेपछि अब यस्तो अवस्थामा चाहिँ रेगुलेटरी रिफर्म्सको रूपमा बासेल नर्म्सहरू लागू गरियो है। रेगुलेटरी रिफर्म्समा बासेल रेगुलेसन फर प्रुडेन्सियल सुपरभिजन, विवेकशील सुपरिवेक्षणका लागि बासेल नियमनको लागू गरियो। विवेकशील सुपरिवेक्षणका लागि बासेल नियमनको लागू गरियो। यो वित्तीय सङ्कटपछिको यो वित्तीय सङ्कटलाई समाधान गर्नको लागि। अनि त्यस्तै गरी अब यसले चाहिँ केमा काम गर्यो भन्दाखेरि यसले चाहिँ पुँजीको सबलता गर्ने हैन, पुँजीको सबलता, जोखिम व्यवस्थापन, रिस्क म्यानेजमेन्ट, यस्ता कामहरू चाहिँ गर्यो। मैले अन्तिममा समराइज गरिदिन्छु। आन्तरिक नियन्त्रणका पाटोहरूमा यो विवेकशील नियमन चाहिँ बढ्दै गएको पाइयो है। केन्द्रीय ब्याङ्कले अलिकति पछि टाइट गर्दै जानुपर्ने भयो। पहिला पनि केन्द्रीय ब्याङ्क त विकसित भएकै हो, तर यसमा ब्याङ्कहरूको सबलतामै प्रश्न उठिसकेपछि त्यसमा चाहिँ विभिन्न नियमनकारी अस्त्रहरू प्रयोग गरिए। विश्वव्यापी रूपमा युनिफर्म रेगुलेसन पनि लागू गरिएको छ। यसलाई एक हिसाबले युनिफर्म रेगुलेसन पनि भन्न सक्छौँ। केही निकै परिवर्तन त मुलुकको अर्थतन्त्र अनुसार फरक पर्छ, तर समग्रमा ओभरअल थिम चाहिँ यसको एउटै हो, युनिफर्म रेगुलेसनको रूपमा यो चलेको थियो। अब त्यस पछाडि अब अर्कोवाला पार्टमा हामीले हेर्दै गर्नु पर्दाखेरि अब यो वातावरण पछिल्लो टाइममा आइसकेपछि डिजिटल ब्याङ्किङ पनि बढ्दै गएको छ हैन। त्यो हुँदाखेरि अब यसमा चाहिँ अर्को चरणमा हामीले के भन्न सक्छौँ, डिजिटल पेनिट्रेसनको अर्थ एकदम डिपमा छिर्ने भन्न खोजेको है। पेनिट्रेसनको अर्थ त्यो हुन्छ। अब फिनटेक एक्सपान्सन, फिनटेक भनेको चाहिँ के हो भने फिनटेकको पुरा रूप फाइनेन्सियल टेक्नोलोजी हो। फाइनेन्सियल टेक्नोलोजीको अर्थ चाहिँ यो ब्याङ्कहरूको जस्तो मोबाइल ब्याङ्किङ हामीले प्रयोग गर्ने, इन्टरनेट ब्याङ्किङ प्रयोग गर्ने हैन, अनि सजिलै चाहिँ जुनसुकै टाइममा पनि कार्डलेस ब्याङ्किङ पनि अहिले प्रयोग हुन्छ। यो सबै ब्याङ्कहरूको सफ्टवेयरमा राम्रो अपग्रेड भइसकेपछि एउटा ब्याङ्कको सफ्टवेयर र अरू ब्याङ्कको सफ्टवेयरको बिचमा पनि सजिलै यो इन्टिग्रेसन गर्ने हो, त्यसलाई हामीले फिनटेक भन्छौँ है। एउटा ब्याङ्कको सफ्टवेयर र अर्को ब्याङ्कको सफ्टवेयरको बिचमा सहज रूपमा यो कारोबार राफसाफ गर्ने प्रणाली, त्यसलाई हामीले फिनटेक भन्छौँ। डिजिटल पेनिट्रेसन र फिनटेकको एक्सपान्सन चाहिँ हाम्रो हेर्नु पर्दाखेरि यो 21औं शताब्दीमै आएको हो। यो विशेष गरी सन् 2010 पछि अलि व्यापक रूपमा बढेको पाइन्छ। त्यो हुँदाखेरि यसमा हामीले 21st सेन्चुरीमै हो। यो अहिलेकै चरणमै छौँ। अहिले हामी यसमा 21st सेन्चुरीमै अब हामीले यसमा च्यालेन्ज, यसले चाहिँ अब चुनौती दिएको छ। च्यालेन्ज ट्रेडिसनल ब्याङ्किङलाई पुरै चुनौती दिँदै, अनि त्यस पछाडि अब
and developed online banking. जस्तो उदाहरणको लागि हामीले भन्ने हो भने एक्जाम्पलको लागि जस्तो मोबाइल ब्याङ्किङ भयो, सजिलै खाता खोल्ने, अनलाइन खाता खोल्ने हैन, अनलाइन एकाउन्ट ओपनिङ, अनलाइन खाता खोल्ने, त्यस्तै गरी अनलाइन लोन ट्रान्जेक्सन, लोन पनि तत्काल अनलाइनै दिने हैन। यस्तो यस्तो कारोबारहरू चाहिँ व्यापक रूपमा बढ्दै गयो। मोबाइल एन्ड ई-वालेट पेमेन्ट, वालेटका भुक्तानीहरू पनि बढ्दै गए। त्यस्तै गरी अब अर्को वाला पार्टमा हामीले भन्नुपर्दाखेरि ब्लकचेन ब्याङ्किङ पनि आइसकेको छ अहिले विश्वव्यापी रूपमा हामीले भन्ने हो भने ब्लकचेन बेस्ड पेमेन्ट। अब इभन क्रिप्टो करेन्सीका कुराहरू पनि आएका छन् हैन। हो त्यो हुँदाखेरि हामीले विश्वव्यापी ब्याङ्किङको कुरामा भन्नुपर्दाखेरि यस्ता विविध ब्याङ्किङ अभ्यासहरू बढ्दै गएको पाइन्छ। यो पनि एउटा चरणको रूपमा हो र सँगसँगै पछिल्लो टाइममा विगतको 5-7 वर्षको टाइममा हामीले हेर्नु भने त्यस्तो अवस्थामा चाहिँ हामीले अरू दुईटा कुरालाई पनि हेर्न सक्छौँ। हुन त एउटै कुरा भने पनि हुन्छ, पोस्ट कोभिड पछि पनि हो, पोस्ट कोभिडको पनि हामीले अर्को 10 नम्बरमा हामीले लेख्न सक्छौँ। तर योभन्दा अगाडि चाहिँ एउटा यो दिगो ब्याङ्किङ, सस्टेनेबल ब्याङ्किङ प्र्याक्टिसेसहरू, दिगो ब्याङ्किङ अभ्यास र वातावरणीय सुरक्षा एन्ड इन्भाइरोमेन्टल प्रोटेक्सन। अब अहिलेको रूपमा चाहिँ ग्लोबल वार्मिङका कुराहरू, त्यस पछाडि अब यसमा अर्थतन्त्रमा यो विभिन्न वातावरणीय समस्याहरू जुन जुन देखिएका छन् हो त्यसलाई समाधान गर्नको लागि पनि ब्याङ्कहरूले पनि जिम्मेवार हुनुपर्छ भन्ने अवधारणा हो यो है। वातावरणीय जोखिम न्यूनीकरण हो, यसमा चाहिँ ब्याङ्कहरूको ऐक्यबद्धता भनौँ अथवा ब्याङ्कहरूको कमिटमेन्ट, ब्याङ्कहरूले लगानी गर्दाखेरि वातावरणमा प्रतिकूल असर गर्ने लगानीहरू एकदम निरुत्साहित गर्ने, त्यसलाई उत्साहित रूपमा नलग्ने, तर त्यही ठाउँमा इलेक्ट्रोनिक अब जस्तो इनोभेटिभ खालको छ स्टार्टअपहरू छन् जुन चाहिँ अब सफ्टवेयर बेस्ड टेक्नोलोजीमा चल्छन्, जसले चाहिँ धेरै यो प्राकृतिक यो प्रकोपहरूमा त्यसले त्यस्तो असर गर्दैन अनि हो। त्यस्तो कुराहरूलाई चाहिँ हामीले बढावा दिने। उदाहरणको लागि अब अहिले यो इलेक्ट्रोनिक भेहिकल्सहरू इभीहरू जे निस्किएको छ हैन, त्यस्तोमा ब्याङ्कहरूको फाइनेन्सिङ सजिलै हुन्छ। ब्याङ्कहरूले जस्तो 80% लगानी गर्छ, 20% मात्र डाउन पेमेन्ट गर्दा हुन्छ, ब्याङ्कले 80% लगानी गर्छ। तर त्यही ठाउँमा अरू हामीले पेट्रोल गाडीहरू लियौँ भने ब्याङ्कले 50% मात्र लगानी गर्छ। हो त्यसरी चाहिँ एउटा इलेक्ट्रोनिक भेहिकल्सहरू भन्ने कुराहरू हो है। म ब्लकचेनको विषयमा भनिदिन्छु, आज भन्ने भएन, भोलि अलिकति ठिकै छ। यो पोइन्ट पछि म भनिहालेँ है, यो सुरुमा यसलाई सकिदिइहालौँ पहिला यो 9 नम्बरको पोइन्टलाई। दिगो ब्याङ्किङ अभ्यासमा चाहिँ के गरियो भने यसमा हामीले हेर्दै गर्नु पर्दाखेरि यो इको फ्रेन्डली वातावरण मैत्री ब्याङ्किङ अभ्यास अथवा इन्भाइरोमेन्ट फ्रेन्डली भने पनि हुन्छ। इको फ्रेन्डली ब्याङ्किङ सर्भिसेसहरू बढाएको हो यसमा। अनि रेस्पोन्सिबल ब्याङ्किङ फर फ्युचर जेनेरेसन, भविष्यको पिँढीहरूका लागि चाहिँ पनि वातावरण जोगाइराख्नुपर्ने हुन्छ। त्यो हुँदाखेरि यो चाहिँ हामीले यसमा यो बेला भन्न सक्छौँ है। अनि अब त्यस पछाडि यसलाई अघि ब्लकचेनको कुरामा भनिदिइहालेँ। अब ब्लकचेन भनेको चाहिँ कस्तो हो भने जसरी हामीले एउटा यो भनेको सूचना आदान प्रदान भन्ने त्यसरी बुझौँ। जस्तो हामी अहिले तपाईँ र म अहिले कुराकानी गरिराख्दाखेरि यसले जुमको प्लेटफर्मबाट कुराकानी गरिरहेका छौँ हैन, हामीले इन्टरेक्सन गर्दा त्यसरी गरिरहेका छौँ। अब हाम्रो जस्तो डाटा ट्रान्सफर भइराख्दाखेरि एउटा छुट्टै टेक्नोलोजीबाट भइरहेको छ। अर्को ब्लकचेन भनेको कस्तो खालको टेक्नोलोजी हो भने जस्तो यसमा चाहिँ विभिन्न
तपाईले बुझ्दाखेरि कसरी बुझाउँ भन्दाखेरि ब्लकचेनमा चाहिँ विभिन्न मानौँ अब यसरी म बुझाइदिइहाल्छु। मानौँ अब हामी चाहिँ विभिन्न धेरैजना मान्छेहरू यसरी इन्फर्मेसन फ्लो भइरहेको छ धेरैजना मान्छेको बिचमा। ब्लकचेनले के भन्छ भन्दाखेरि अब यसको एउटा यो नेटवर्कमा हामी ब्लकचेन नेटवर्कमा छौँ भने यसको एउटा पब्लिक की मानौँ facebook.com भनौँ न हैन। भने जस्तै अब यो कस्तो खालको सिस्टम हो भने यसको एउटा जुन ब्लकहरू आउँछ ब्लकमा देखिने यो आइडेन्टिफिकेसन कोड हुन्छ यसको पब्लिक वाला कोड चाहिँ प्राइभेटको त उसको आफ्नो युजर आइडी पासवर्ड अलग्गै हुन्छ उसँग सबैको बराबर हुनुपर्छ भन्छ यसमा है। ब्लकचेनमा चाहिँ यो सबै जोडिएको हुन्छ। यो पनि योसँग जोडिएको भयो यो पनि योसँग जोडिएको भयो। उदाहरणको लागि हामीले फेसबुकमा च्याट गर्दैछौँ भने फेसबुक भन्नेलाई हामीले यसरी बुझौँ यो ब्लकहरू जस्तो बुझौँ है। युजर आइडी पासवर्ड तपाईँको हाम्रो अलग अलग छ नि त हरेक मान्छेको अलग अलग छ हो। त्यो हुँदाखेरि हो अब मानौँ यस्तो केसमा चाहिँ फेसबुक भन्ने हुन त फेसबुक नै ब्लकचेन होइन त्यही पनि अब यसमा पेमेन्ट ट्रान्सफर गर्दाखेरि चाहिँ यसरी गइराख्यो भने अब यो बिचमा कसैको कुनै सिस्टममा ह्याक भयो भने मानौँ कुनै एउटा पाटोमा कुनै एउटा भाइरस छिर्यो र उसले यसलाई म्यानिपुलेट गर्यो यो ब्लकहरू चाहिँ अर्कै देखिने भयो हैन। अरू नै कुनै संस्थाको अथवा यसमा कुनै पनि म्यानिपुलेसन आयो कुनै भाइरस छिर्यो भने त्यो सजिलै पत्ता लाग्छ। किन भन्दा सबैसँग के हुन्छ एउटै ब्लकचेनको एउटै टेक्नोलोजी हुन्छ। एउटै टेक्नोलोजी हुँदा अर्को कुनै फरक कुनै भाइरस आयो अथवा कुनै पनि इन्ट्रुजन आयो इन्ट्रुजन भनेको समस्या आयो भने हो त्यस्तोलाई चाहिँ हामीले सजिलै पत्ता लगाउन सक्छौँ। त्यसलाई भनिन्छ ब्लकचेन। अब योसँग पनि जोडिएको छ हैन। विभिन्न यस्ता जोडिएका छन् योसँग जोडिएको छ योसँग जोडियो यो पनि योसँग जोडिएको छ। एक आपसमा सबै कम्युनिकेसनहरू हुँदाखेरि एकदम एक्सटेन्सिभ स्ट्रङ नेटवर्कमा हुन्छ यो। यसलाई भनिन्छ ब्लकचेन। जस्तो अहिले स्विफ्ट टेक्नोलोजीबाट ब्याङ्किङ कारोबार भइरहेको छ हैन। एउटा ब्याङ्कबाट अर्को ब्याङ्कमा पठाउनेमा स्विफ्ट कारोबार प्रयोग भएको छ। त्यसले के प्रयोग गर्छ त्यसले स्विफ्ट कोड प्रयोग गर्छ। स्विफ्ट कोड ह्याक गरेर अरू कुनै स्विफ्ट कोड ह्याक हुने अनि त्यस पछाडि त्यसमा हिनामिना हुने पनि केही केसहरू देखिएका छन्। धेरै छैन थोरै केसहरू छ। तर यस्तो ब्लकचेनमा चाहिँ त्यस्तो खालको भाइरसहरू छिराउन निकै गाह्रो पर्छ हो। त्यो खालको टेक्नोलोजी हो। यसमा चाहिँ सबैको एउटा पब्लिक र प्राइभेट इन्फ्रास्ट्रक्चर अलग अलग हुन्छ। पब्लिक इन्फ्रास्ट्रक्चर सबैको मिल्छ हैन। जसलाई चाहिँ हामीले सार्वजनिक रूपमा उसले फ्याल्ने डाटालाई यसले दुईटा वे टु फ्याक्टर अथेन्टिकेसन भन्न सक्छौँ यसलाई है। टु फ्याक्टर अथेन्टिकेसन भन्न सक्छौँ ब्लकचेनलाई हामीले एकदमै सिम्पल भाषामा भन्नु पर्दाखेरि। एउटा फ्याक्टर भनेको सबैलाई थाहा हुने खालको फ्याक्टर अर्को फ्याक्टर भनेको चाहिँ टोटल्ली प्राइभेट फ्याक्टर भयो। पब्लिक फ्याक्टरको माध्यमबाट हामी भेरिफाई हुन्छ कि यो कुनै यसमा भाइरस आएको छ कि छैन भन्ने कुरा हुन्छ अनि त्यसलाई तुरुन्तै त्यो डिटेक्ट हुन्छ र त्यसले कारोबार गर्न पाउँदैन। स्विफ्टमा चाहिँ कसरी हुन्थ्यो ह्याक भएर जस्तो स्विफ्ट ह्याक हुने अनि त्यस पछाडि एउटाको खाताको पैसा अर्को खातामा जाने हुन्थ्यो। त्यो कुरा चाहिँ यसमा रोकिएको छ। अहिले यति नै बुझौँ। अब लास्टमा हामी जाँदा जाँदै हाम्रो टाइम पनि आज 1 घन्टा मात्रै भन्नुभएको छ। केही समय हाम्रो 1 घन्टा मात्रै टाइम हुन्छ। कोभिड-19 पछि कोभिड-19 एन्ड एक्सिलरेटेड डिजिटल डेभलपमेन्ट। अब यो पनि हुन त माथिल्लो चरणमा आइसकेको कुरा हो। एउटा कोभिड-19 को पनि राखिदिउँ भन्ने कुरा हो। यो सबै जब कोभिड-19 भयो कोभिड-19 आइसकेपछि चाहिँ अब यसमा धेरै ट्रेडिसनल तरिकाले ब्याङ्किङ गरेर हुँदैन। मान्छे लाइन लागेर हुँदैन। यो सबै ब्याङ्कहरूको चाहिँ अब भर्चुअल ब्याङ्किङ कन्सेप्टमा आउनुपर्छ भन्ने कन्सेप्ट आएको हो। अब विशेष गरी यस पछाडि चाहिँ ब्याङ्कहरू फिजिकल रूपमा नरहने सबै जस्तो एक्जाम्पलको लागि हामीले नियो ब्याङ्क भन्न सक्छौँ। अहिले पनि विभिन्न ब्याङ्कहरूले यस्तो कन्सेप्ट ल्याइसकेका छन्। उदाहरणको लागि नोबेल ब्याङ्कले ल्याएको छ एनएमबी ब्याङ्कले ल्याएको छ। अन्य ब्याङ्कहरूले पनि सरकारी ब्याङ्कहरूले पनि जस्तो फोन लोन भनेर ल्याएका छन्। कृषि विकास ब्याङ्कले पनि अब 2 लाख रुपियाँसम्मको फोन लोन दिने त्यो व्यवस्था पनि गरेको छ। अन्य ब्याङ्कहरूको पनि यो म्याक्सिमम 5 लाख रुपियाँसम्मको इलेक्ट्रोनिक रूपमा लोन दिने विद्युतीय कर्जा भन्छ। राष्ट्र ब्याङ्कले पनि यो व्यवस्था गरेको छ। यो चाहिँ कोभिड-19 पछिकै केस हो। यो नेपालको मात्र होइन विश्वव्यापी रूपमा पनि यसरी चाहिँ इलेक्ट्रोनिक लोनहरू एकदम इन्स्ट्यान्टली बढाउने पहिला पनि थियो नभएको होइन। तर पोस्ट कोभिड-19 भनेको कोभिड-19 सकिएपछि चाहिँ यो धेरै नै विकसित हुँदै गयो है। ल आजलाई यति नै गरौँ। टाइम हाम्रो लगभग उता गइसकेको छ। अर्को ब्याच
मेरो हाम्रो राष्ट्र ब्याङ्क अफिसरको छ। उहाँहरूको एक्जाम आइसकेको हुनाले हामी चाहिँ यतिमै बिट मारौँ है। भोलि कन्टिन्यू गरौँ न। भोलिको क्लासमा चाहिँ म तपाईँहरूलाई अब डेटहरू पनि डिस्कस गर्छु, कुन कुन डेटमा कुन कुन ब्याङ्कहरू थिए। अनि त्यस पछाडि हामी भोलि नै अब अलिकति नेपालको पनि ब्याङ्किङ विकास हेर्छौँ अनि अवसर चुनौतीहरू पनि हेर्छौँ।